हेलो साथीहरू, आज तपाईहरुलाई म एकदम सजिलो वेमा जेरी बनाउन सिकाउँदैछु ल। मलाई धेरैजनाले सोध्नु भयो थियो कसरी बनाउनु भएको भनेर, अनि मलाई लाग्यो सबैलाई एकमुष्ट चाहिँ भिडियो बनाएर जवाफ दिउँ भनेर। यो तपाईहरुले देखिराख्नु भएको छ अगाडि, यो चाहिँ मनतातो पानी हो हैन। अनि मनतातो पानीमा चाहिँ 1 चम्चा मैले चाहिँ 30-40 पिस जति जेरी बनाउन लागेको छु। त्यही भएर मैले चाहिँ 1 चम्चा यो इस्ट हालेको छु है। इस्ट भनेको चाहिँ यो हो ल। यो चाहिँ ग्रोसरीमा जानी पाउँछ, विदेशमा चाहिँ, नेपालमा चाहिँ भाटबटिनमा देखेको छु मैले। अनि यसलाई चाहिँ यहाँ पानीमा भिजाइदिने, अनि यसमा चाहिँ एकदमै कम है, यति हेर्नु चिनी हाल्दिने, अनि त्यति नै मात्रामा नुन पनि हालेर यसलाई यतिकै छोड्दिनु होला है। यो चाहिँ 10-20 मिनेटमा, त्यति पनि लाग्दैन, अझै कम समयमा आफै त्यहाँ घोलिन्छ अनि तयार हुन्छ। अब जाम अर्को प्रोसेसमा है। अनि अब जाउँ पिठोको प्रोसेसमा है। मैले चाहिँ यो बटुकाको 2 बटुका मैदा लिएँ है। जेरी चाहिँ मैदाबाट बन्छ। अनि यो मैदामा चाहिँ अब म त्यो ढाडिएर तयार भएको इस्टलाई घोल्छु। इस्ट मिसाउनुभन्दा अगाडि चाहिँ म यसलाई अलिकति थोरै तेल हाल्छु र अघि इस्ट राखेको चम्चाको चाहिँ 1 चम्चा दही हाल्छु। यसमा दही पनि मिसाउँछु। पिठो मोल्दा चाहिँ एकैचोटि धेरै पानी नहाल्नु होला है, अलिअलि गर्दै फेरि गिलो हुन सक्छ। अनि यतिको भएपछि चाहिँ यो चाहिँ जेरी बनाउनको लागि पर्फेक्ट भयो। अब यसलाई चाहिँ म आधी घण्टाको लागि ढाकेर राखिदिन्छु। यसलाई चाहिँ यसरी ढाकेर म राखिदिन्छु र चास्नीतिर जाम है त। 4 बटुका चाहिँ मैले चिनी हालेँ है। अनि त्यसमा चाहिँ पकाएर यति कागजको रसलाई चाहिँ यत्रो चाहिँ चाहिँदैन, अलिक कम गर्नु होला है। अनि हालिदिने त्यो पाकेपछि अहिले म देखाउँछु। यहाँ चाहिँ चास्नी हुँदैछ, अलिक भएको छैन। अब ट्राई गरौँ है त यसलाई। यहाँ 1 टुक्रा भित्र राख्छु, ड्राई हाल्छु। यो लगभग भयो है त चास्नी। यसको ग्यास बन्द गरिदिउँ। अनि अघि निचेर राखेको कागज थोरै हाल्यो भने एकदम अमिलो हुन्छ। यो कागज चाहिँ किन राख्नुपर्छ भने यो पछि जेरीमा लागेपछि जेरी सुक्दाखेरि यहाँ छ नि सेतो, यस्तै सेतो जेरी नहोस् भनेर चाहिँ यो कागज राखेको है त। प्यान रेडी गरौँ। डढेको चाहिँ इग्नोर गर्नु है। अनि तेल राखौँ। तेल तातेको छ, छोपेर राखेको पिठो हेरौँ। यसमा चाहिँ केही पनि लम्स हुनु हुँदैन है। यो चाहिँ एकदम स्मुथ यसरी झर्ने। यसलाई अलिकति पानी हाल्नु पर्ला जस्तो छ। यो चाहिँ एकपट्टि पाक्यो, यसलाई यता फर्काउँ। आफै कलर आयो भने त म चाहिँ कहिले पनि फुड कलर एड गर्दिनँ है जेरीमा। तपाईँहरू एड गर्न चाहनुहुन्छ भने चाहिँ चास्नीमा गरे पनि हुन्छ, पिठोमा गरे पनि हुन्छ। यो चाहिँ पाक्यो। अब यसलाई निकालेर चास्नीमा लगेर डुबाइदिनु हो। केहीले थिच्नु है त। थिचेपछि चाहिँ त्यहाँ सर्र रस बस्छ, चास्नी बस्छ भित्र, पसिसक्यो। अनि यसलाई चाहिँ छानेर राख्नु होला। रेडी भयो डेलिभरी।